नमस्ते सबैजनालाई। मैले हिजो हालेको भिडियोमा एकदम राम्रो प्रतिक्रिया आएको छ। यो मैले बनाएको भर्खरै नयाँ प्रोडक्ट हिमाल स्मार्ट होम डिभाइस हो र यो स्मार्ट होम डिभाइसको म तपाईँहरूलाई आज विशेषता भन्ने छु एक गरी। पहिलो त यो स्मार्ट होम डिभाइस फिट गरेपछि तपाईँले आफ्नो घरको सबै बिजुलीबाट चल्ने उपकरणहरूलाई अटोमेटिकदेखि लिएर अनलाइनबाट पनि कन्ट्रोल गर्न सकिन्छ। यसको मतलब तपाईँ यदि घरमा हुनुहुन्न, तपाईँ बाहिर हुनुहुन्छ भने पनि कुनै पनि उपकरण घरकोलाई कन्ट्रोल गर्न सक्नुहुन्छ। र त्यसको साथै यसमा हामीले टाइमर पनि सेट गरेको छौँ। जस्तै तपाईँले अब कुनै दिन मोटर खोल्नुपर्ने हुन्छ या कुनै फोनलाई चार्ज गर्नलाई राति टाइमर लाउने सुविधा पनि दिएको छौँ। र यसमा तपाईँहरूले कुनै पनि घरको पुरानो रिमोटलाई कन्ट्रोल गर्नको लागि रिमोट पनि युज गर्न सक्नुहुन्छ। जस्तै टिभीको रिमोट या एसीको रिमोट, केही रिमोटले पनि तपाईँले आफ्नो उपकरणहरूलाई कन्ट्रोल गर्न सक्ने फिचर पनि हामीले आफ्नो एप्लिकेसनमा हालेको छौँ। र यसका सुविधा भनेको जस्तै तपाईँले आफ्नो घरको उपकरण कुनै अन गरेर तपाईँ बाहिर हुनुहुन्छ भने पनि मोबाइलबाटै बाहिरैबाट तपाईँले यसलाई बन्द पनि गर्न सक्नुहुन्छ। विशेष गरी मैले यो इन्भेन्सन चाहिँ हाम्रो बुढापाका अलिक बिरामीहरू जो हुनुहुन्छ, जो खाटमा अलिकति अब सशक्त हुन्छ, उहाँहरूको लागि फोकस गरेर यो डिभाइस बनाएको छु ताकि उहाँहरूले आफ्नो खाटैबाट कन्ट्रोल गर्न सक्नुहोस्, मोबाइलको थ्रुबाट पनि र रिमोटको थ्रुबाट पनि। र यो स्मार्ट होमको मैले एप्लिकेसनमा धेरै फिचरहरू हालेको छु, जस्तै सिन, सेड्युल, जसको कारण तपाईँहरूले सबै चिजहरूलाई अटोमेटिक बनाउन सक्नुहुनेछ। सिन सेट गरेर आफै अटोमेटिक सेट हुनेछ। तपाईँको लाइट बन्द गर्ने, फ्यान बन्द गर्ने, यो सबै सिस्टमहरू तपाईँहरूले मोबाइलबाटै सेट गर्न सक्नुहुन्छ। यति टाइममा यति अफ होस्, यति अन होस्, सबै मैले एकदम एडभान्स फिचर युज गरेको छु। र यसमा साथसाथै मैले भोइस कन्ट्रोलको पनि हालेको छु ताकि तपाईँले बोलेरै पनि आफ्नो डिभाइसहरू कन्ट्रोल गर्न सक्नुहुनेछ। साथसाथै मैले यो डिभाइसहरू तपाईँहरूले एकपल्ट उपयोग गरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु। हस्, यति भन्दै धन्यवाद।